बाइबल परमेश्वरको वचन हो भने दाउदको कतिवटा पत्नी थियो? धेरैवटा पत्नी थियो अनि उपपत्नी थियो। दाउदले त बिहा गर्न सक्दैन, म पनि बिहा गर्न सक्छु नि त। झसङ्गै भए, साँच्चै नै मैले पाप गरेँ। अनि मैले के भने भन्दाखेरि तपाईँ साँच्चै परमेश्वर हुनुहुन्छ भने अबदेखि म पाप गर्दिनँ। तर मैले यसै भने त्यो केटी जो केटी मसित बोलिरहेछ त्यो केटीलाई चाहिँ मेरो पत्नी हुनु दिनुहोस्। दर्शकवृन्द नमस्कार, साथै ख्रीष्ट येशूको नाममा सम्पूर्णलाई सप्रेम जय मसीह। यति बेला मसँग विशेष व्यक्तित्व हुनुहुन्छ। उहाँ हुनुहुन्छ बर्नबास लिम्बू युकेबाट र उहाँले प्रभुलाई कहाँ कसरी पाउनुभयो यस विषयमा थोरै म उहाँसँग कुराकानी गर्नेछु। यो भिडियोलाई सुरुदेखि अन्तसम्म हेरेर साथ दिनुहोला। विशेष स्वागत छ तपाईँलाई सत्यबाट अनलाइनमा। हुन्छ, धन्यवाद। तपाईँले मलाई बोल्ने मौका दिनुभयो यसको निम्ति। विशेष गरी त हाम्रो भेटघाटमा मलाई अत्यन्तै खुसी लागिरहेछ भने यही साथमा थोरै तपाईँको परिचय आफ्नै मुखबाट भनिदिनुहोस् न। नाम चाहिँ मेरो बर्नबास लिम्बू। मलाई चाहिँ घरमा भीमसेन भन्थ्यो। अनि भीमसेन हुँदाखेरि त यो अब देउताको नाम भनेको कारणले जब मैले ग्रहण 1991 गरेँ त्यतिखेर चाहिँ हजुर हो, त्यतिखेर चाहिँ मेरो नाम चाहिँ दाजु एन्ड्रु। अनि मलाई जहाँसम्म लाग्छ त्यतिखेर दाजु पृथ्वी हुनुहुन्थ्यो, अहिले जो उहाँ प्रभुमा उठ्नु भएको थियो। अनि उहाँद्वारा नै ग्रहण गर्दाखेरि चाहिँ तिम्रो नाम चाहिँ भीमसेन होइन अनि बर्नबास भनेर चाहिँ मलाई नामकरण दिएको थियो। अनि म चाहिँ ठुलो घरानामा जन्मेको व्यक्ति हो। अब परिवारमा हामी 7 भाइ 2 दिदी बहिनी। अब म छोराहरूमा गन्ने हो भने 5औं छोरा हो भने नानीहरूमा गन्ने हो भने म 6औं नानी हो है। अनि ग्रहण 1991 मा भन्नुभयो। अनि तपाईँले बप्तिस्मा चाहिँ कहिले लिनुभयो? मैले बप्तिस्मा मैले यहाँनिर लेखेको पनि छु। मैले बप्तिस्मा चाहिँ कसरी म र मेरो मिसेसले एकैचोटि लियौँ है। अनि ग्रहण गरेको 1991 जनवरी 11 मा रहेछ भने बप्तिस्मा लिएको चाहिँ 28 मार्च 2004 मा लिएको रहेछ मैले। 1991 मा मैले ग्रहण गरेँ, तर म विश्वासीको नाम मात्र थियो, नोमिनल क्रिस्चियन लाइफ होइन, त्यो नामधारी क्रिस्चियन। म 1997 मा हङकङ गएँ अनि हङकङमै म बसेँ। अनि 2 वर्ष बाद फर्केर आएर मैले लाउरे पनि ट्राई गरेँ। अनि लाउरे ट्राई गर्दाखेरि मेरो बाबा पोखरामा हुनुहुन्थ्यो। अनि बाबाले के भनेको थियो भन्दाखेरि तिमीले यारो पास गरेर आऊ, पोखरामा आयो भने म तिमीलाई पास गराइदिन्छु भनेर भन्थ्यो। अनि मैले यति ट्राई गरेँ कि अनि म यारो पनि पास भएँ। अनि म पोखरा पनि पुगेँ। अनि पोखरामा पुग्दाखेरि अरूहरूलाई पनि थाहा थियो मेरो बाबा पोखरामा छ भनेर। हो बाबा त्यही डिपार्टमेन्टमा नभए पनि AWSमा काम गर्थ्यो, तरै पनि त्यहाँ भएको कारणले बाबाले भन्नुहुन्थ्यो आइज म तँलाई पास गराइदिन्छु। तर के भयो भन्दाखेरि अन्तमा गएर फाइनलमा गएर चाहिँ मलाई फालियो। त्यतिखेर यति साह्रो दुःख लाग्यो कि अरे बाबाले मलाई यहाँसम्म आइज भनेको थियो होइन, म आएँ पनि अनि नहुँदो रहेछ त भनेर म फर्केँ। अनि फर्किने बित्तिकै म फेरि हङकङ गएँ। अनि हङकङ जाँदाखेरि के भयो भन्दाखेरि साथीहरूलाई हेर्छु, साथीहरूको नेपालमा घर जग्गा होइन बिहा गरेको छ। म त स्टिल अविवाहित होइन, मुग्लिसे भन्छ के, मुग्लिसे भनेको बुझ्छ, मुग्लिसे छु, मेरोमा त केही पनि छैन। अनि मलाई के लाग्यो भन्दाखेरि अब म पैसा कमाउनु पर्यो अब चाहिँ हङकङमा होइन, $1 पनि म खर्च नगरिकन हुन्छ नि। अब फजुल खर्च बाहेक अब किनभने म यति साह्रो थियो कि हामी साथीहरू यति साह्रो मिल्थ्यौँ कि काममा जान्थ्यौँ, फर्केर आउँदाखेरि चाहिँ जहिले पार्कमा बसेर खानुपर्ने के। अब म त त्यतिखेर ड्रिङ्क्स त गर्दिनँ थिएँ, साथीहरूसित पैसा उठाउँदाखेरि यस्तो हुन्थ्यो तपाईँले $20 उठायो भने मैले पनि $20 उठाउनु पर्ने। तर साथीले चाहिँ बियर खान्थ्यो जुन बियरको दाम चाहिँ $5.80 थियो सेन्ट मिगलको। अनि मैले चाहिँ जुस खानुपर्ने, त्यसको दाम चाहिँ जम्मा 90 सेन्ट, म्याक्सिमम् भनेको $1। अनि मलाई के लाग्थ्यो भन्दाखेरि अरे मैले त सेम पैसा तिरिरहेको छु, यसले चाहिँ त्यतिको खाने, मैले चाहिँ त्यो यो बराबरी भएन। अनि मैले पैसा कमाउने लालच बढ्यो। अनि मैले के गरेँ भन्दाखेरि अब चाहिँ म यिनीहरूलाई एउटा गर्लफ्रेन्ड बनाउनु पर्यो होइन। गर्लफ्रेन्ड बनाएर जब म यिनीहरूलाई झुक्काउँछु होइन, यिनीहरूलाई म ढाँट्छु, मेरो गर्लफ्रेन्ड छ भने यिनीहरूदेखि म टाढो हुन्छु। टाढो भएपछि त सेयरिङ गर्नु परेन नि पैसा होइन, उनीहरू त बसेर खाओस्, तर मेरो त पैसा जोग्यो नि त, गाडी भाडा आउजाउ त भयो, तर अरू फजुल खर्च भएन। त्यो गरेर प्लान गर्दाखेरि मैले एउटा केटीलाई नेटमा भेटेँ। त्यतिखेर 2002 को कुरा गर्दैछु है, 2 र 3 को। त्यतिखेर याहू च्याट भन्ने थियो। अहिलेको नानीहरूलाई भन्दाखेरि कथा हुन्छ रुम बनाउनु पर्थ्यो। मलाई साथीले नै बोलाएको, टिममा च्याट रुममा बोलायो। अनि मैले पनि अब मेरो इन्टेन्सनै त्यो थियो, एउटा केटी गर्लफ्रेन्ड बनाउँछु अनि त्यसपछि अनि मैले चाहिँ गर्लफ्रेन्ड छ भनेर म चाहिँ केटाहरूदेखि अलग हुन्छु, पैसा कमाउँछु भने। त्यसो हुँदाखेरि रुम बनाउँदा एउटा केटी पनि आयो।
होइन। अनि त्यो केटी आएपछि मैले त्यो केटीसित बोल्न थालेँ। मलाई दिमाग कहाँबाट आएको नि त्यतिखेर है। अनि त्यो केटीसित बोलेको त्यो हुन्छ नि त्यो लेखेको म्यासेज चाहिँ त्यतिखेर मसित भोइस थिएन, तर म्यासेज थियो, म्यासेज चाहिँ रेकर्ड गरेँ। अनि त्यसो हुँदाखेरि चाहिँ अनि मैले तिनीहरूलाई के भने भन्दाखेरि म त केटीलाई भेट्न जानुपर्छ, केटीलाई फोन गर्न जानुपर्छ भन्दाखेरि मैले ट्राई गरेँ के एक दिन। अनि तिनीहरूले के भन्थ्यो, ल ठिक छ त जान त आज भन्यो। अनि मेरो मनमा त अझै मनोबल बढ्यो क्या, केटी छ भन्दाखेरि चाहिँ यिनीहरूले दिँदो रहेछ, म त मुग्लिसे हो भने मैले। अनि त्यसपछि चाहिँ मैले बाहना बनाउन थालेँ। म त जतिखेर पनि के कामबाट अब फर्किने बित्तिकै केटी छ भनेर बाहना बनाउने हिँड्थेँ। अनि के भयो भन्दाखेरि अब मैले त मेरो छुटकारा पाउनु थालेँ नि त। मेरो त केटी छ भेट्न जान्छु भनेपछि त मेरो साथीसँग त टाढो हुन थालेँ। अनि मेरो चाहना त पैसा कमाउने हो। अनि त्यो भएपछि मैले के गरेँ भन्दाखेरि उता केटीसित बोलिरहेको पनि कटअफ गरिदिएँ, त्यो केटीलाई पनि कटअफ गरिदिएँ, बुझ्नु भएन? किनभने मेरो इच्छा त पुरा भयो नि त। अनि त्यो केटीले चाहिँ घरिघरि मैले नम्बर दिएको कारणले फोन गर्दाखेरि दिदी पनि हुनुहुन्थ्यो होइन। मैले अघि दिदी भने, दिदी पनि हङकङ थियो। अनि दिदीले भन्थ्यो त्यो केटीले फोन गरेको थियो, फोन गर्दैनस् भन्दाखेरि मैले बाहना बनाउँदै म भरे गर्छु भन्थेँ, तर म कहिले पनि गरिनँ। एक दिनको घटना हो। अनि म हिँड्दै थिएँ, कामबाट निक्लेँ, अनि साथीहरूलाई मैले छोडिदिएँ, म त जान्छु, म त बाहना बनाएर हिँडेँ। जब त्यो एउटा क्रस जङ्सन थियो, अब 5 मिनटको बाटो थियो, खासै टाढो पनि थिएन, 5 मिनट पनि पर्दैन थियो होला बस स्ट्यान्डदेखि म घरसम्म अथवा रुमसम्म पुग्नु। त्यतिखेर के भन्दाखेरि अब क्रस जङ्सनमा त रोकिनु पऱ्यो। क्रस जङ्सनमा रोकिँदाखेरि के भयो भन्दाखेरि आवाज आयो क्या मेरो हृदयमा अनि मेरो मस्तिष्कमा, बर्नबास तैँले पाप गर्दैछस् भन्यो। अनि मैले यो आवाज कहाँबाट आयो भनेर मैले टेरिनँ सुरुमा त, सट्ट गरेँ मैले के होइन भनेर सट्ट गरेँ, सुतेँ। भोलिपल्ट आयो, ठ्याक्कै त्यो क्रस जङ्सनमा आइपुग्दाखेरि फेरि पनि के भन्छ भन्दाखेरि बर्नबास तैँले पाप गर्दैछस् भन्यो। म त अचम्मै परेँ नि त, मलाई कसैले बोलाएको छैन, मेरो हृदयमा भनिरहेछ तैँले पाप गर्दैछस्, तैँले पाप गर्दैछस्। अनि यो लगातार 1 हप्ता झन्डै भएको थियो। अनि मैले के भने भन्दाखेरि साह्रै भयो, अति नै भयो नि त मलाई। अति नै भएपछि मैले के भने भन्दाखेरि एक दिनको कुरा मैले त्यही क्रस जङ्सनमा आइपुग्दाखेरि मैले मेरो हृदयलाई नै भने कि मैले के पाप गर्दैछु, मैले पापै गरेको छुइनँ। मैले न त्यो केटीसित हात समात्दैछु, चुम्बनको त टाढै कुरा, बेबिचारको त टाढै कुरा, मैले त्यो केटीलाई अनुहार पनि देखेको छैन। मैले भिडियो कल मेरो क्यामेरा लिएर आएको थिएँ, तर क्यामेरा किन हो त्यो चलेन क्या, फिक्सै भएन। मैले त्यो केटीको अनुहार पनि देखेको छैन, मैले कुनै पनि पाप गरेको छुइनँ। मैले घमण्ड साथ मैले त्यो आवाजलाई भन्दाखेरि अनि त्यो दिन म गएँ होइन। भोलिपल्ट के आवाज आयो भन्दाखेरि नि त्यही ठाउँमा आएको थियो, बर्नबास तैँले अझै पाप गर्दैछस्। सुरुमा के भन्दै थियो भन्दाखेरि पाप गर्दैछस् भन्यो। अनि मैले घमण्ड साथ भने मैले व्यभिचार गरेको छुइनँ, ठिकै पनि हो, मैले छुइँदै त्यो केटीलाई देखेको पनि छुइनँ, ठिकै हो। मैले हातसम्म त कहाँ मैले देखेको छैन, मैले के पाप गरेँ भन्दाखेरि ठिकै पनि हो। तर क्वेसन फेरि त्यो हृदयमा के आयो भन्दाखेरि तैँले अझै पाप गर्दैछस् भन्यो। अनि मैले त्यो दिन मैले त्यो आवाजलाई टिरिनँ, म घर गएँ, सुतेँ। भोलिपल्ट पनि के आयो भन्दाखेरि तैँले अझै पाप गर्दैछस् भन्यो। अनि पर्सिको दिन मलाई अति नै भयो। मैले के भने भन्दाखेरि मैले के पाप गरेँ भनेर त्यो आवाजलाई सोधेँ, हृदयको आवाजलाई। अनि त्यो आवाजले के भन्यो भन्दाखेरि तैँले ढाँट्दैछस् भन्यो। त्यतिखेर चाहिँ मलाई नै त्यो सपनामा हुन्छ नि छाँगाबाट खस्छ नि, त्यस्तै भयो। मुटु यति साह्रै चिउँ भयो कि मैले त्यो ढाँट्ने कुरा त मैले बिर्सिसकेको रहेछु। साथीहरूको त होइन कि, तर त्यो केटीलाई जुन मैले प्रेमको प्रस्ताव गरेको थिएँ नि, त्यो केटीलाई त म मन पराएँ भनेर मैले केटी गर्लफ्रेन्ड बनाउनु खोजेको थिएँ नि, त्यो कुरा त मैले बिर्सिसकेको रहेछु। अनि मलाई यति साह्रो डर लाग्यो कि मैले त पाप पो गरिरहेको रहेछु, झसङ्गै भएँ, साँच्चै नै मैले पाप गरेँ। अनि मैले के भने भन्दाखेरि तपाईँ साँच्चै परमेश्वर हुनुहुन्छ भने अबदेखि म पाप गर्दिनँ। तर मैले यसै भने त्यो केटी जो केटी मसित बोलिरहेछ त्यो केटीलाई चाहिँ मेरो पत्नी हुनु दिनुहोस्। अब मैले देखेको छुइनँ नि, अब केटाले कस्तो केटी खोज्छ भन्दाखेरि राम्री जिउडाल परेको होइन र हो नि। तर मैले के भने भन्दाखेरि प्रभु तपाईँले दिनुहुन्छ भने चाहे त्यो केटी काली होस्, चाहे त्यो केटी मोटी होस्, चाहे त्यो केटी डल्ली होस्, मलाई परवाह छैन, तर मलाई के गर्नु छैन, पाप गर्नु छैन भनेर म जब त्यो निर्णय गरेँ त्यति नै खेर मैले निर्णय गरेँ। अनि म गएँ। भोलिपल्टदेखि त्यो आवाज कहिले पनि आएन। अनि मैले त्यसपछि चाहिँ फेरि मैले के गरेँ भन्दाखेरि नि त्यो केटीलाई साँच्ची नै अब अनि मैले फोन गर्न थालेँ। साँच्ची नै मैले चाहिँ उसलाई चाहिँ मेरो चाहे त्यो केटी जस्तै होस्, काली होस्, पुड्की होस्, मोटी होस्, होइन मभन्दा एजेड होस्, मलाई मतलब छैन, तर मसित डर छ नि त्यो पाप हो। त्यो पापलाई चाहिँ कायल बनाउने हुने चाहिँ केवल क्रिस्ट हुनुहुँदो रहेछ। त्यस कारणले चाहिँ म चाहिँ
आज केवल प्रभु येशू ख्रीष्टमा मात्रै पापको मुक्ति रहेछ के, पापदेखि छुटकारा चाहिँ अरू कसैमै छैन। अनि जस्तो हुन्छ नि होइन, अब बाइबलमा हामी यस्तो लेखेको छ, तिमीले सारा संसारलाई हात पारे पनि आत्मा गुमायो भने तिमीलाई के लाभ छ र? त्यस्तै आज हामीले सारा संसारलाई हात त पार्न सके नपके पनि, तर पनि आत्मालाई हामी बचाएका छौँ, ठुलो खुसीको कुरा हो। र तपाईँले ख्रिस्टलाई अब चिन्नु भएको चाहिँ लगभग 35-36 वर्ष भइसकेछ। यति लामो दौरानमा भन्छ नि जीवनमा कहिलेकाहीँ मैले व्यर्थै पो भन्छ नि, व्यर्थै मैले हात दिएछु भन्ने प्रश्न एउटा गीत छ नि, त्यस्तै कहिलेकाहीँ तपाईँलाई त्यस्तो फिल भएको थियो होला? मलाई होइन, जब मैले भने 1991मा मैले ग्रहण गरेँ होइन, 2003सम्म आइपुग्दाखेरि त्यो दौडानमा चाहिँ मलाई भयो, किनकि म त नामधारी क्रिस्चियन मात्रै थिएँ नि त। मलाई त्यतिखेर चाहिँ म त व्यर्थमै भयो कि क्या हो जस्तो लाग्छ। तर जब 2003देखिको उपरान्तको दिनहरूमा चाहिँ मलाई कहिले पनि यस्तो कुरा भएन, किनकि मैले सच्चा रूपले मैले जाने नि त पाप के रहेछ, पापको छुटकारा चाहिँ कसरी पाइँदो रहेछ। मैले अघि भने नि घटना, मेरो घटना प्रभु मसित बोल्नुभएको त्यसपछिको उपरान्त दिनमा चाहिँ मलाई कहिले पनि लागेन, किनभने प्रभुले त्यसपछि चाहिँ मलाई चलाउनु भयो भनौँ न। लगभग 22-23 वर्ष भइसक्यो तपाईँले साँचो शान्ति र आनन्द पाउनु भएको छ। मैले क्रिस्चियन भएर कुनै चिजलाई मैले गुमाउनु पर्यो जस्तो लागेको मलाई कुनै पनि रिग्रेट छैन। एउटा अर्को घटना भन्नु पऱ्यो, मैले क्रिस्टलाई पाएपछि बाबा आमाले पाउनुको एउटा कारण पनि भयो, किनकि म युकेमा हुँदाखेरि हामीसँगै युके आयौँ, अनि युकेमा गएपछि म लाउरे भएँ। अनि त्यसपछि बाबा आमालाई यो 2004तिर बोलाएर अनि आइएलआर भन्ने तपाईँलाई थाहा छ नि, हो त्यतिखेर गर्दाखेरि बाबा आमा हामीसित बस्नुहुन्थ्यो। अनि त्यतिखेर अब पैसा नभएको कारणले पनि टिभी थिएन, टिभी पनि राख्नु नसक्ने अवस्थामा थियो क्या त्यतिखेर। अनि त्यतिखेर के थियो भन्दाखेरि बाइबल त मसित थियो, अनि बाइबल अनि अरू पुस्तकहरू भाइ भक्त किसिमको पुस्तकहरू थियो। अनि बाबाले के गर्नुहुन्थ्यो भन्दाखेरि अब टाइम पास गर्ने केही छैन, अनि बाबाले चाहिँ के हुन्थ्यो त्यो किताब पढ्नु हुँदो रहेछ, बाइबल पढ्नु हुँदो रहेछ होइन। अब छैन नि त टिभी, बाहिर जाउँ, बाहिर त हिँड्नुहुन्थ्यो, तर पछि कोठामा आएपछि त के गर्ने होइन। अनि त्यो कारणले पनि उहाँले चाहिँ क्रिस्टलाई चिन्ने मौका पाउनुभयो कि। भनेपछि तपाईँ एकदमै कुनै कुरामा तपाईँलाई पछुतो छैन क्रिस्टलाई पाएकोमा? पछुतो छैन। कति राम्रो होइन, भन्छन् नि चाहे खोरमा भेरा बाख्रा नहोस्, चाहे होइन बाल अन्न नदियोस्, अथवा नेवारा रुखमा फल नफलोस्, तर पनि प्रभु आनन्दित हुनुहुन्छ। मैले भने नि एक समय यस्तो थियो, जब बिहा गरेर हङकङबाट बिहा गरेर आउँदाखेरि त्यो घटना प्रभुले अचम्म तरिकाले त्यो अखिला दाजुको घरमा कोठा दिनुभयो। अनि फर्केर त्यतिखेर आउँदाखेरि 2003को डिसेम्बर महिना थियो। हाम्रो डानियल राई दाजु कालिम्पोङको एलसदाईको ठ्याक्क आउनु भयो रहेछ त्यतिखेर वाच नाइटको सेवाको लागि। अनि त्यतिखेर आउँदाखेरि चाहिँ मैले अघि नै भने मेरो घटना 2003को फेब्रुअरीको, अनि त्यतिखेर मलाई जो घटना भयो त्यसले मलाई टच भइरहेको थियो होइन। अब पापकोदेखि मैले छुटकारा पाएँ। तब जब त्यस ठाउँमा म पुगेँ, रिडिङ भन्ने ठाउँमा डानियल दाजु आउनुभयो रहेछ। अनि म बसेको घर पनि कोठा भाडामा लिएको पनि विश्वासी रहेछ, ठ्याक्कै त्यही एलसदाईको। त्यो त प्रभुले प्रबन्ध गरेको नै हो, युकेको कुरा। त्यहाँनिर अन्य घराना पनि थियो, तर कसरी म त्यही घरानामा पुग्नुपर्ने त्यो अचम्म होइन। र कति वर्ष हुँदैछ युके तपाईँ जानुभएको? अहिले चाहिँ गएको चाहिँ म 2003को डिसेम्बरदेखि अब त्यहीँ छु युकेमा। थुप्रै पो बिताइसक्नु भएको छ युकेमा। तपाईँले अब एउटा क्रिस्चियन जीवन जिइरहँदा कहिले काहीँ रुनु भएको छ? रोएको छु। कुन कुराले रुनु भएको छ भन्न मिल्छ नि? अब जस्तै कि अब मैले बिहा गरेँ होइन, बिहा गरेर गएँ, मेरो श्रीमतीले भने नि तिमीले कि त प्रभुलाई छोड कि त मलाई छोड, यो दुईवटा कुरामा नि। अनि जब मैले प्रभुलाई चाहिँ मैले चुन्नु पर्दाखेरि चाहिँ मैले खुसीको आँसु भनौँ न, त्यो दुःखको आँसु होइन, किनकि मैले उसलाई खुल्लम खुल्ला भने उसले सोध्यो, अनि मैले चाहिँ म तिमीलाई त्याग्नु तयार छु, तर मैले भने नि 2003सम्म 1991देखि 2003सम्म म नामधारी क्रिस्चियन थिएँ। तर त्यसपछिको त्यो घटना पछिको उपरान्त चाहिँ म साँचो रूपले मैले पछ्याइरहेको छु। चाहे जति नै कुरा हन्डा ठेस आओस् होइन, मलाई जति नै कुरा काटोस्, मलाई केही फरक पर्दैन। तपाईँ यति कठोर एउटा प्रभुमा होइन, अब यति साह्रो तपाईँ श्रीमतीसम्म त्याग्न तयार हुने व्यक्ति,
हजुर पक्कै पनि जसले सत्यबाट अनलाइनलाई अनि बेथेल युथ पोडकास्टलाई माया गरिदिनु भएको छ सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। अझै पनि तपाईँहरूले माया गरिदिनु होला। जसले नकारात्मक दृष्टिकोणले हेर्नुहुन्छ भने बाहिरबाट नहेरिदिनुहोस्, भित्र हामीले गरेका कामहरूलाई, हाम्रो सेवाकालाई हेरिदिनुहोस्, बरु हामीलाई सल्लाह सुझाव दिनुहोस् भन्न चाहन्छौँ।